हेलो गाइज, के छ खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। म चाहिँ अहिले रोमानियाको मिरेसबाट बोल्दैछु। आज चाहिँ म हजुरलाई नेपालबाट रोमानिया आउँदाखेरि सुटकेसमा के सामान लिएर आउने, के लिएर नआउने सम्बन्धीमा यो भिडियो बनाउँदैछु। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। हजुरले दुःख गरेर मेहनत गरेर 1.5-2 वर्ष कुरेर बल्ल बल्ल एउटा राम्रो मेन पावर छान्नुभयो। राम्रो मेन पावर छाडेर 1.5-2 वर्ष त्यो भिसाको लागि पर्खिनु भयो। त्यसको लागि अब हजुरले दिल्लीमा इन्टरभ्यू दिन जानुभयो। इन्टरभ्यू दिएर नि पास गरेर आउनुभयो। सबै गरेर हजुरको ट्याकटुक गरेर भिसा आयो। अब भिसा आएर अब के सामान लिएर आउने, के सामान लिएर नआउने अलमलमा हुनुहुन्छ भने पक्कै पनि यो भिडियो हजुरको लागि एकदम इन्फर्मेटिभ टाइपको एउटा सन्देशमूलक भिडियो हुनेछ भन्दै यो भिडियो बनाउँदैछु। यो भिडियो अन्तिमसम्म स्किप नगरी हेर्नु होला। त्यति गरेपछि हजुरलाई एउटा आइडिया हुन्छ कि यस्तो सामान लिएर आउँदा हामीलाई ठिक हुने रहेछ भनेर। सर्वप्रथम हजुरले के गर्नु भने नेपालबाट रोमानियामा आउँदै हुनुहुन्छ भने हजुरको डकुमेन्टहरू चाहिँ अवश्य लिएर आउनु होला। हजुरले एउटा सानो ह्यान्डब्याग किन्नु, टक्क हजुरको पासपोर्टहरू, अनि हजुरको श्रम स्वीकृतिको पेपर, अनि टिकटहरू चाहिँ त्यहाँ राख्न मिल्ने टाइपको एउटा ब्याग चाहिँ किनेर आउनु भने हजुरलाई सजिलो हुन्छ। चक्क झुन्डाएपछि हजुरलाई एकदम सजिलो हुन्छ, चाहिएको बेला निकाल्न सकिन्छ। के अरे फेरि ध्यान दिएर सुन्नु। हाम्रो पासपोर्ट अनि श्रम स्वीकृतिको पेपर अनि त्यो टिकट, प्लेन टिकट चाहिँ लिएर आउनु होला। अनि हजुरले के गर्नु भने अर्को, अनि हजुरले नेपालबाट रोमानिया आउँदा चाहिँ हजुरले एनसिएलको सिम चाहिँ एकचोटि 1500-2000 रिचार्ज हालेर त्यो सिमको भ्यालिडिटी डेट बढाएर अनि रोमिङ गरेर चाहिँ आउन सक्नुहुन्छ। त्यो भएपछि हजुरलाई यहाँ अब हजुरको ब्याङ्किङ कारोबार हुनसक्छ। त्यो कारोबार गर्न चाहिँ हजुरलाई सजिलो हुन्छ। पैसा पठाउन पर्ला नेपाल, एकदम अर्जेन्ट पर्ला कहिले। त्यसको लागि चाहिँ हजुरले नेपालबाट रोमानियामा आउँदा एनसिएलको सिम रोमिङ गरेर आउन सक्नुहुनेछ। त्यो भएपछि हजुरलाई नेपालमा रहेका कारोबारहरू, अब ब्याङ्किङ कारोबारहरू चाहिँ हजुरले यहाँ आएर आरामले गर्न सक्नुहुन्छ। ती भए एकदम आवश्यक कागजातहरू। अनि हजुरले जाडोमा लाउने कपडा, मरमसलाहरू चाहिए जति थोरै, भाँडाकुँडा, एक सेट भाँडाहरू, अनि जाडोमा लाउने ज्याकेटहरू सबै सर्लक्कै सेटै लिएर आउनु। अनि हजुरले के गर्नु भने हजुर नेपालबाट रोमानिया आउँदै हुनुहुन्छ भने हजुरले सकेसम्म 200 देखि 150, 300 कति सक्नुहुन्छ त्यति युरो लिएर आउनु होला है। त्यति युरो साटेर ल्याउनु भने हजुरलाई यहाँ एकदम सजिलो हुन्छ। किन सजिलो हुन्छ भने हजुर सुरुमै हजुरको कम्पनीले हजुरलाई पैसा नदिन सक्छ के। त्यसको लागि त हजुरलाई खाना पर्यो नि त। त्यो भएर सजिलो हुन्छ। म पनि नेपालदेखि रोमानिया आउँदा साथीभाइहरू मैले नि पैसा लिएर आएको थिएँ। मैले चाहिँ 150 युरो जति लिएर आएको थिएँ। त्यो लिएर आउनाले मलाई यहाँ सजिलो भयो क्या। मलाई के भयो भने त्यही भयो, मैले अगाडि भने खानालाई चाहिँ गाह्रो भयो, पैसा दिएन। त्यही पैसाले मैले यहाँ खाएँ। त्यही भएर साथीभाइहरू नेपालबाट रोमानिया आउँदै हुनुहुन्छ भने हजुरले अब कति सक्नुहुन्छ 150-200 युरो चाहिँ अवश्य लिएर आउनु होला। अनि युरोप भन्ने बित्तिकै रोमानिया एउटा युरोप हो। युरोप भन्ने बित्तिकै यहाँ एकदम जाडो छ। यहाँ जाडो मौसममा -17-18सम्म हुन्छ के। त्यस्तो बेला हजुरले त्यस्तो खप्न सक्ने एकदम बाक्लो, एकदम राम्रो बाक्लो ज्याकेट, अनि त्यस्तै टाइपको ट्राउजर, अनि हजुरले बुट पनि लिएर आउनु सक्नुहुन्छ। हिउँ पर्दाखेरि लाउने बुटहरू, अनि टोपी, टक्क टोपी एकदम बाक्लो भुवावाला, सिर्फ नाक र आँखा मात्रै देखिने, नाक पनि छोप्ने टाइपको एकदम बलियो, एकदम राम्रो बाक्लोहरू कपडा लिएर आउनु। एकदम धेरै लिएर नआउनु। हजुरले अब 5-6 महिनालाई पुग्ने गरी चाहिँ कपडा लिएर आउनु। हजुर गर्मी मौसममा आउँदै हुनुहुन्छ भने पनि जाडोको कपडा अवश्य लिएर आउनु होला। हजुरलाई पछि सजिलो हुन्छ। अब जाडोमा आए त अवश्य लिएर आउनु पर्यो। अनि गर्मी समयमा लाउने कपडा पनि लिएर आउनुहोस्। एकदम धेरै कपडा मात्रै बोकेर नआउनुहोस्। हजुरले यहीँ नेपालको भाउमा, नेपालकै प्राइसमा यहीँ हजुरले कपडाहरू किन्न सक्नुहुन्छ। यहाँ हाम्रो विभिन्न मार्केटहरू छ। चाइना मार्केटहरू हुन्छ यहीँ, सेन्सी, अनि के भन्ने यहाँका लोकलहरू मार्केट पनि हुन्छन् के। रोमानियामा यहीँ चाइना मार्केट बाहेक अरू लोकलहरू मार्केट पनि हुन्छन्। यी भनेका सस्ता हुन्। यहाँ ठिकको क्वालिटीको हजुरको जिउ ढाक्ने राम्रै टाइपको कपडा पाइन्छ। त्यही भएर हजुरले
एकदम धेरै कपडा मात्रै लिएर नै नआउनु। अनि हजुरले के गर्नु भने हाम्रो जुत्ता पनि लिएर आउनु। सर्लक्क कपडाहरू, जुत्ता, जाडाका कपडाहरू, सम्पूर्ण कपडा लिएर आउनुहोस्। अनि हजुरले औषधि पनि लिएर आउनुहोस्। अब यहाँ एकदम मैले भनिहालेँ अघि -16-17 हुन्छ, जाडो हुन्छ, त्यतिखेर हामीलाई रुवाखोकी लाउन सक्छ। मौसम चेन्ज भएको हुन्छ नि त, नेपालमा बसेको बानी हुन्छ हाम्रो। अब यहाँ -16-17 थाम्न नसकेला, त्यही भएर हजुरले अब साइनेक्स ल्याउनु, घाँटी दुख्दाखेरि खाने, झाडा पखाला रोक्ने औषधि, टाउको दुख्ने औषधि, सिटामोलहरू सम्पूर्ण रसिदसहित त्यो के भन्छ अरे हाम्रो हस्पिटलको स्ट्याम्प पनि लाएर आउनु होला। त्यति भएपछि हजुरलाई यहाँ एकदम सजिलो हुनेछ। स्ट्याम्प भएपछि सजिलो हुन्छ। अनि हजुरले अब हजुर बिरामी हुनुहुन्छ, हजुरलाई प्रेसर छ भने प्रेसरको पनि औषधि 1 वर्षलाई पुग्ने गरी प्रेसरको औषधि पनि लिएर आउनु होला। त्यति भएपछि हजुरलाई यहाँ एकदम सजिलो हुनेछ। अनि मरमसला पनि लिएर आउनुहोस्, त्यो भएपछि हजुरलाई सजिलो हुन्छ। अनि के नभुल्नु भने मैले अघि भन्न छुटाएछु, हजुरले के गर्नु भने हजुरले एउटा प्यान कार्ड बनाएर आउनु है। यहाँ प्यान कार्ड, नेपालको एउटा प्यान कार्ड बनाएर आउनु भने हजुरलाई एउटा एनसिएल जुन सिम यहाँ नेपालमा छ त्यही सिमबाट एउटा प्यान कार्ड बनाएर आउनुहोस्। प्यान कार्ड भयो भने हजुरलाई यहाँ ब्याङ्क एकाउन्ट खोल्नलाई सजिलो हुन्छ। अब मलाई चाहिँ चाहिएको थियो, सबैमा नचाहिन सक्छ, त्यही पनि लिएर आइयो भने हामीलाई सजिलो हुन्छ। अनि हजुरको परिचय पत्रहरूको सम्पूर्ण चाहिँ कागजातहरू यहाँ लिएर आउनु होला। अनि त्यसपछि हजुरले मरमसला ल्याउनु भयो, मैले त्यहाँ भने है, मरमसला हजुरले ल्याइसक्नु भयो, धेरै चाहिँ लिएर नआउनुहोस्। अनि हजुरले जुत्ताहरू, कपडाहरू, अनि मरमसला, अनि 1 सेट भाँडाकुँडा पनि लिएर आउनुहोस्। हजुरले के गर्नुहोस् भने भाँडाकुँडामा कुकर, कराई, थाल, गिलास, चम्चा लिएर आउनु। अब हजुरको कुन काममा आउँदै हुनुहुन्छ, अब जुन काममा आए पनि हजुरलाई त्यो चाहिन्छ। अब फ्याक्ट्रीहरू, वायर हाउसतिर आउनु भने हजुरले आफैले पकाएर खानुपर्छ, त्यसको लागि चाहिन्छ। अब होटेल लाइनमा आए पनि दिन्छ, होटेल लाइनमा, तर भए पनि लिएर आउनुभयो भने हजुरलाई एकदम सजिलो हुन्छ। अनि एकदम धेरै गरुङ्गो सामानहरू लिएर नआउनु होला। अनि हजुरले इलेक्ट्रोनिकका सामान पनि लिएर आउन सक्नुहुन्छ है। अब के चाहिन्छ हजुरलाई, अब इयरबड होला, हजुरलाई चाहिने पावर ब्याङ्कहरू सबै सुटकेसमा हालेर ल्याउन सक्नुहुन्छ। मिसिन, कपाल काट्ने मिसिनदेखि लिएर कैँची सैँची सबै सुटकेसभित्र हालेर एकदम, अब घिउ ल्याउनुहुन्छ भने सम्पूर्ण खाद्यान्नदेखि लिएर सम्पूर्ण कुरा सुटकेसभित्र हालेर ल्याउनु होला। चाहिने सामान ल्याउनु है साथीभाइहरू। एकदम धेरै बोकेर आएर काम छैन। म आउँदा चाहिँ, म 2 वर्ष अगाडि आएको, म आउँदा चाहिँ 35 कि 38 किलोसम्म ल्याउन पाइन्थ्यो है सुटकेसमा। अहिले चाहिँ कति भयो थाहा भएन। हजुरले सकेसम्म 20 किलो, 22 किलो, 25 किलो सकेसम्म जति सक्दो ठिक्क कपडा लिएर आउनुहोस् के। त्यति ल्याएपछि हजुरलाई यहाँ सजिलो हुन्छ। धेरै ल्याएर नि काम छैन, जथाभावी कपडा ल्याएर कामै छैन, यहीँ किन्न पाइन्छ। जथाभावी कपडा पनि लिएर नआउनुहोस्। अनि हजुरले महत्त्वपूर्ण मैले के भन्छु भने फेरि एकचोटि सुन्नुहोस्, हजुरको कागजातहरू लिएर आउनु पर्यो। कागजातहरू ल्याउन भुल्नु भएन। कागजात लिएर आउनु, 1 सेट थाल भाँडाकुँडा, 1 सेट भाँडाकुँडा ल्याउनु, ज्याकेट ल्याउनु, टोपी ल्याउनु। त्यति लिएर आएपछि चाहिँ हजुरलाई यहाँ एकदम सजिलो हुन्छ। ल यही हो है साथीभाइहरू, नेपालदेखि रोमानिया आउँदा चाहिँ ठिक्क मिलाएर टक्क चुटुक्कको सुटकेसमा एकदम धेरै कपडा मात्रै नल्याउनु, सबै मिलाएर ल्याउनु। अनि यो भिडियो, आजको हजुर भिडियो कस्तो लाग्यो, यो मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्नु होला। अनि अर्को भिडियो के सम्बन्धी बनाम त्यो पनि भनिदिनु होला भन्दै मेरो यो सानो मिठो भिडियोबाट बिदा हुन्छु। बाई बाई साथीभाइहरू।